नमस्कार सम्पूर्ण मित्रहरूमा म आज कोशी प्रदेश बारेमा जानकारी दिन गइरहेको छु। भिडियोलाई पुरा हेरेर साथ दिनु होला। जानकारीमूलक भिडियो पनि छ र धेरै कुरा हामीले जान्नुपर्ने पर्ने हुन्छ, जसको लागि आज म कोशी प्रदेशको बारेमा चाहिँ पुरा जानकारी दिन गइरहेको छु। हजुरहरूले चाहिँ पुरा हेरेर साथ दिनु होला। जसमा कोशी प्रदेशमा विशेष गरेर हेर्नुस् त कोशी प्रदेशका जिल्लाहरू झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, सुनसरी, उदयपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा गरेर जम्मा हाम्रो 14 वटा जिल्ला रहेको छ यसमा। अब यसको जम्मा चाहिँ क्षेत्रफल कति रहेको छ भन्दाखेरि हाम्रो कोशी प्रदेशको क्षेत्रफल 25,905 वर्ग किलोमिटर रहेको छ, जसको चाहिँ टोटल नेपालको चाहिँ क्षेत्रफलको 17.6% रहेको कुरा जानकारी गर्छ। जसमा जनसङ्ख्या कति रहेको छ भन्दाखेरि 49,61,412 जनसङ्ख्या रहेको छ भने जसको तपाईँको टोटल जनसङ्ख्यामा चाहिँ हाम्रो 17.01% चाहिँ रहेको कुरा पनि जानकारी गराउँछ। त्यसै गरी सबैभन्दा यो कोशी प्रदेशको सबैभन्दा ठुलो जिल्ला भनेर हाम्रो ताप्लेजुङ जिल्लालाई चिन्छौँ, जसको वर्ग किलोमिटर भौगोलिक हिसाबले भन्दाखेरि 3,646 वर्ग किलोमिटर रहेको छ भने सबैभन्दा सानो जिल्ला तेह्रथुम रहेको छ, जसको 679 वर्ग किलोमिटर रहेको छ। अब त्यसै गरी यहाँका स्थायी राजधानीको बारेमा कुरा गर्दाखेरि जसको चाहिँ कोशी प्रदेशको स्थायी राजधानी विराटनगर मोरङमा रहेको छ भने राजधानी घोषणा कहिले भएको भन्दाखेरि राजधानी घोषणा भएको विक्रम सम्वत 2076 साल वैशाख 83 गते भएको छ। प्रदेशको नामाकरण कहिले भयो भन्दाखेरि विक्रम सम्वत 2079 साल फागुन 17 गते रहेको कुरा जानकारी आउँछ। यहाँ त्यो सबैभन्दा धेरै स्थानीय तह र जिल्ला तथा गाउँपालिका भएको प्रदेश पनि भनिन्छ। सबैभन्दा धेरै स्थानीय तह र जिल्ला र गाउँपालिका रहेको प्रदेश पनि भन्छ। सबैभन्दा अन्तिम पटक नामाकरण भएको प्रदेश पनि हामीले भनेर कोशी प्रदेशलाई चिन्छौँ। अब सबैभन्दा ठुलो जिल्ला त हामीले भनिहाल्यौँ है। अब यहाँ स्थानीय तहको कुरा गर्दाखेरि हेर्नुहोस् त साथीहरू, स्थानीय तहको कुरा गर्दाखेरि अब यो कोशी प्रदेशमा टोटल स्थानीय तह 137 वटा रहेका छन् भने अब गाउँपालिका जसमध्ये गाउँपालिका 88 वटा, नगरपालिका 46 वटा, उपमहानगरपालिका 2टा जसमध्ये इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिका रहेको छ भने महानगरपालिका एउटै रहेको छ, जसलाई हामीले विराटनगर महानगरपालिका भनेर चिन्छौँ। त्यसै गरी निर्वाचन क्षेत्रका कुरा गर्दाखेरि प्रतिनिधि सभातर्फ